हेलो साथीहरू, तपाईँलाई स्वागत छ आजको मेरो मिनी ब्लगमा। आज चाहिँ हामी सबैजना फ्यामिली घुम्न गएका थियौँ। हामी चाहिँ सबैजना फ्यामिलीहरू नजिकै छौँ, तर पनि आफ्नो आफ्नो कामले गर्दाखेरि यसरी भेट भइराख्न पाइँदैन नि त। अनि भेट भइरहेको बेला घुम्न जाउँ भनेर घुम्न गयौँ। अनि फ्यामिलीहरूसँग घुम्न जाँदाखेरि कस्तो मजा लाग्छ कि मलाई चाहिँ। अनि त्यसपछि म चाहिँ भिडियोहरू बनाएँ। अनि भिडियोहरू बनाएर राख्न मलाई एकदमै मनपर्छ नि त। भिडियो बनाएर राख्दा पछिसम्मलाई हेर्न यस्तो मेमोरी हुन्छ। त्यही भएर कति धेरै घाम लागेको थियो आजको दिन, तर पनि कस्तो रमाइलो लागेको थियो क्या। अब फ्यामिलीहरूसँग जाँदा मलाई रमाइलो लाग्छ नि त। अनि अभ्याङ चाहिँ आएर नामलाई टोकेर अभ्याङ फेरि घुम्न जानु भनेपछि उसलाई यति मनपर्छ। यहाँ चाहिँ बहिनीले एक्लै बसेर भिडियो बनाएछ कि। अनि त्यसपछि अभ्याङ चाहिँ ठुलो मम्मीसँग आउँदैछ। अनि यता हुनुहुन्छ हाम्रो डन दिदी। लास्टमा हामी फोटोहरू खिच्यौँ। हाम्रो भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद।